हेलो एभ्रिवान, स्वागत छ तपाईलाई मेरो मिनी ब्लगमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै छु। आज म हेर्नु न केटाकेटी जस्तो दुई टुपी बाँधेर म केटाकेटीसँग जाँदैछु नि त। यसो हाम्रो घरदेखिको माथि हाइकिङ जस्तो ठाउँमा, हाइकिङ भन्दा पनि त्यहाँदेखिको डाँडा काँडा देखिन्छ, त्यही जानाले चाहिँ हामीले हिजोदेखिको बिहान प्लान गरेको थियौँ। सो हामी चाहिँ धेरै थियो, एक दुईजना थियो, त्यो उनीहरू चाहिँ भएन होइन। बिहानदेखिकै जाउँ कि जाउँ भन न त, छिटो जाउँ भन्छ, घाममा को जान्छ साथीहरू। सो हामी चाहिँ बेलुका 5-6 बजीतिर गयौँ। हामी तिनजना जाने चाहिँ आजै थियो। मेरो भाइ बहिनीहरू तिनीहरू चाहिँ गएन, भाटा खायो हतार गरेर। हतार गर्नु हुँदैन नि त होइन साथीहरू। अनि हामी चाहिँ यति भएर चाहिँ गयौँ। अनि यो सिलगढी हेर्नु न, यहाँ माथि जानुपर्ने क्या, त्यस्तो टाढो पनि रहेन रहेछ क्या साथीहरू। म चाहिँ फर्स्ट टाइम हो, त्यस्तो टाढो पनि रहेन रहेछ। 20-30 मिनटमा पुग्ने रहेछ त्यो ठाउँ चाहिँ। र पनि अब कहिले नहिँडेकोलाई त अलिक गाह्रै हुन्छ नि त। 20-30 मिनट उकालो छ, उकालो चाहिँ एकदम छ है साथीहरू। यस्तो उकालो छ, उकालोमा उकालो, ओह्रालोमा चाहिँ ओह्रालो रहेछ। म पनि फर्स्ट टाइम हो हाइकिङ भनेर हेर्नु न, चप्पलमा हिँडिरहेको छु साथीहरू। सोचेको चाहिँ के थियो क्या साथीहरू, मैले सोचेको थिएँ खानेकुरा लगेर पानी सानी लगेर जानुपर्छ भनेको। केटाकेटी हो नि त साथीहरू, कहिले बिहानदेखिको जाउँ कि जाउँ भन्छ, जाउँ कि जाउँ भन्छ, बिहान दिउँसोदेखिको जाउँ कि जाउँ भन्छ। यस्तो घाममा को जान्छ होइन साथीहरू। सो अनि हामी चाहिँ 4-5 बजीतिर गयौँ, जति हुन्छ त्यति। अनि यहाँ हेर्नु न, मलाई चाहिँ डर लाग्दैछ भरे बाघहरू आयो भने साथीहरू। यहाँ हेर्नु न उकालो कस्तो रहेछ साथीहरू, देख्नुभयो, उकालोमा उकालो, ओह्रालोमा ओह्रालो। मेरो त्यहाँ पुग्दा त यस्तो पसिना निस्किसक्यो कि साथीहरू। अनि यहाँ हेर्नु न, यहाँ मेरो केटाकेटीहरूले के गर्दैछ, यहाँ जबरजस्ती भाँच्दैछ यसको यो पत्ताको। आई थिङ्क खै के बनाउँछ क्या साथीहरू, मलाई याद भएन, तर यसको चाहिँ पत्ताको खै के बनाउँछ क्या। अनि यहाँ मेरो बहिनी सानी बहिनी गयो, अनि त्यस पछाडि म गएँ साथीहरू। यस्तो अप्ठ्यारो भएको थियो कि साथीहरू, यस्तो अप्ठ्यारो थियो। तिनीहरू चाहिँ सानो छ नि त, सानोलाई त छिटो पनि हुन्छ, मतलब सजिलो पनि हुन्छ, अनि छिटो पनि निस्किहाल्छ। म चाहिँ अब अलिक ठुली छु, अनि त ठुलो मान्छे जस्तै हो होइन। अनि यस्तो अप्ठ्यारो भएको थियो साथीहरू, कस्तो अप्ठ्यारो भयो, बल्ल तल्ला निस्केर चाहिँ हेर्नु न त, मलाई कस्तो बच्चा जस्तो देखिरहेको छ अरे क्या साथीहरू। सबैजनाले मलाई त्यही भएर बच्चासँग हिँडेपछि बच्चासँगै यस्तै हरकत हुन्छ भन्छ नि, हो रहेछ। अनि थाकेर चाहिँ म एकछिन बसेँ, तिनीहरू चाहिँ माथि पुगिसकेको थिएँ। हेर्नु न, यता हेर जङ्गल, उता हेर जङ्गलै जङ्गल थियो क्या साथीहरू। हेर्नु तिनीहरू चाहिँ पर पुगिसकेको थियो, म चाहिँ गलेर चाहिँ बसेको थिएँ। अनि एकछिन बसेर चाहिँ फेरि हिँड्नु थाल्यौँ। अनि त्यो यो क्या साथीहरू, यति मात्रै हो त्यो डाँडा। म चाहिँ केही छ कि भनेर गएको, तर खासै